हाड जोर्नी दुख्ने गर्छ है साथीहरू। हाम्रो हाड जोर्नीको चिप्लो पदार्थ सुकेर गयो भने, सुक्दै गयो भने बल्ल हामीलाई हाड जोर्नी सम्बन्धी रोगहरू लाग्ने, हड्डीहरू कर्कर खाने, त्यस्तो हड्डी दुख्ने, जोर्नीहरू दुख्ने गर्छ। किनभने हाम्रो शरीरमा हड्डीको यो हाम्रो जहाँ जोर्नी हुन्छ नि त्यहाँ चिप्लो तरल पदार्थ पानी हुन्छ। त्यस्तो चिप्लो पदार्थ सुक्दै गयो भने चाहिँ बल्ल हामीलाई हाड जोर्नी सम्बन्धी रोगले सताउन थाल्छ। त्यस्तो अवस्थामा चाहिँ यो चिप्ली भेन्टीले चाहिँ एकदम राम्रो काम गर्छ। कसरी गर्छ भिडियो हेर्नु होला, लाइक गर्नु होला, सब्स्क्राइब गर्नु होला। हामीले यो चिप्ली भेन्टी तरकारी खाने गर्छौँ। तरकारी भन्दा पनि यो विशेष जडीबुटी चाहिँ हो है चिप्ली भेन्टी। तर तपाईले नजान्दाखेरि नै हो कैयौँ किसिमका तपाईले मेडिकलमा गएर हस्पिटल गएर हाड जोर्नी दुखेका औषधिहरू खानुभन्दा यो चिप्ली भेन्डी लगातार तपाईले 15 दिन खानुहोस्। हड्डीमा त्यो हड्डीको जोर्नीको त्यो ल्यार पर्ने चिल्लो पदार्थ सुकेर गएको यसले पूर्ति गर्छ र तपाईको हाड जोर्नी चट्ट राम्रो हुन्छ। यसलाई कसरी प्रयोग गर्ने भन्दाखेरि तपाईले कलिलो चिप्ली भेन्टी ल्याउनुहोस्। बजारिया भन्दा पनि घरमै फलाएको अर्ग्यानिकमा चाहिँ एकदम राम्रो चिप्लो पदार्थ हुन्छ ल्यार। किनभने बजारियामा चाहिँ छिटो छिटो भिटामिन औषधिहरू हालेर उनीहरूले बेच्नको लागि छिटो तयार गर्ने भएर खासै त्यसमा चाहिँ राम्रो काम हुन। तर अर्ग्यानिक घरमा फलाएकोले गर्नु होला, आफ्नै माटोमा फलाएकोले आफैले हेरचाह गरेर। त्यस्तो अवस्थामा बजारिया पनि प्रयोग गर्न सक्नुहुन्छ, तर त्यसले धेरै छिटो चाहिँ काम गर्दैन भन्ने कुरा मात्रै हो है। अब तपाईले कसरी प्रयोग गर्ने भन्दाखेरि यसलाई चट 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 काटेर अनि एउटा बेलुका सुत्ने भाँडामा एउटा डब्बामा ठुलो भाँडामा पानी हाल्नुहोस्। अब 2 गिलास 3 गिलास पानी हाल्नुहोस्। अब जति एउटा भिन्डी छ भने 1 गिलास पानी हाल्दा हुन्छ। 4-5 वटा काटेर राख्नुभयो भने 4-5 अब गिलासै पानी हाल्नु पर्ने हुन्छ। त्यो आफ्नै अनुसारले गर्नु होला, आफूलाई कति खाने हो। एक डोजमा चाहिँ 1 गिलास खानु होला है त। तपाईलाई अब बनाउन एकैचोटि बनाउनु मन छ भने धेरै गर्नु, तर सधैँ बनाउनु झ्याउ लाग्दैन भने सधैँ एउटा एउटा चिप्ली भेन्डी काटेर बेलुका राखेर गर्न सक्नुहुन्छ। चट 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 काट्ने, टक्क पानीमा भिजाउने र त्यो पानीलाई बेलुका राखेर भोलि बिहान हेर्दा त्यसमा ल्याएर परेको जेली चिप्लो पदार्थ हुन्छ त्यसलाई चाहिँ घिन नमानिकन स्वाट्ट खाने गर्नुहोस्। किनभने औषधि भनेपछि जस्तो पनि तपाईले खानुपर्ने हुन्छ। हस्पिटल गएर सुत्नुभन्दा, हस्पिटल जेलमा गएर बस्नुभन्दा बरु यस्तै खाएर अर्ग्यानिक जडीबुटी खाएर तपाईले निको बनाउने हो। हस्पिटल गएर बस्नेकोलाई मात्रै थाहा हुन्छ हस्पिटलको पीडा भनेर, जेल जस्तै हुन्छ। त्यो हामीले पहिलाको भिडियोमा पनि भनिसकेका छौँ। यसलाई मैले भनिसकेँ, चट 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 काट्नुहोस्, पानीमा भिजाएर राख्नुहोस्। बेलुका भोलि बिहान ल्याएर परेको जेली हुन्छ त्यही तपाईले पिउने गर्नुहोस्, खाने गर्नुहोस्। हड्डी दुखेको, हड्डी खिएर दुख्ने त्यस्ता रोग चाहिँ एकदम निको भएर जान्छ। र साथै यसले हाम्रो पाचन शक्तिलाई पनि राम्रो गर्छ। तपाईलाई पाचन सम्बन्धी जुनसुकै समस्यामा पनि यही चिप्ली भेन्डी राम्रो काम गर्छ है त। अरू पनि छ, हामी अर्को भिडियोमा लिएर आउँछौँ। भिडियो महत्त्वपूर्ण छ। कहाँदेखि युट्युबबाट हेर्नुभएको, डाइरेक्ट युट्युबबाट आएर हेर्नुभएको छ भने हो भनेर लेख्नुहोस्। फेसबुकबाट आउने साथीहरूले पनि म फेसबुकबाट आएको भनेर कमेन्ट गरिदिनु होला। नमस्कार, धन्यवाद।